Good morning, guys. This is day 3 from Corey Hill. We're here and साथीहरु गइसकेको छ हिमाल हेर्ने भनेर 5 बजे भयो हामी पनि जाने बिस्तारै guys, morning फेरि पनि from Corey Hill, and this is our hotel. We stay here. And morning view चाहिँ अहिले यस्तो छ हैन, वेदर अझै खुल्नलाई बाँकी छ, खुलेको छैन, तर we can't see the sunrise because of the weather, but still we can see the Himalaya back there हैन. Maybe अन्नपूर्ण रेन्ज प्राय देखिन्छ के अरे. This is यहाँ माथि हाम्रो खोइ यहाँ यता टपमा हाम्रो साथीहरु अघि माथि गइसकेको छ. म बिस्तारै जानेवाला छु. This is the view. आज बेलुका रातभरि यस्तो डेन्जर हावा चल्यो, सुत्नु नै पाएन. बेलुका तिनीहरू हल्ला गरेर सुत्न दिएन, अनि बिहान चाहिँ 2-3 बजीबाट हावा यस्तो डेन्जर चल्यो, सुत्नै पाएन क्या. So I'm going to there to the mountain range. Look guys, this is from Corey viewpoint. यो ब्याकमा अन्नपूर्णको अन्नपूर्ण थर्ड I think maybe हैन, यस्तो देखिन्छ back there. And this is the 360. It's the बिहान भएर अहिले वेदर नखुलेर हो, नत्र भने चाहिँ हिमालको रेन्ज राम्रो देखिने रहेछ यहाँबाट. ठ्याक्कै एकदमै नजिकै देखेको छ हैन. यहाँ गयो नि भ्यू पोइन्ट खतरा छ, तर बवाल देखिने रहेछ ठाउँ चाहिँ. तर आज हामीलाई वेदरले धोका दियो. After spending a little time at the Corey Hill viewpoint, and we are back to the hotel. हैन यता हाम्रो फोटोहरु खिचिरहनु भएको छ हाम्रो विकेश साथी पछाडी. अनि एक्चुअली फर्किने बाटो उहाँदेखि थियो, तर अब हामी जुन बाटो आयो त्यही बाटो किन फिर्ने भनेर we gonna explore a little bit the Corey चौर होला सायद मेबी हैन. हामी कोरी चौरलाई हल्का एक्सप्लोर हान्नेवाला छौँ. सो हिमाल अहिले हल्का खुलिरहेछ, तर अब we have to move to the कापुजे लेक. सो हामी यहाँ धेरै टाइम अब बसेर पनि भएन, हामी होटलमा गएर खाजा खानु पर्यो. अनि खाजा खाएर त्यसपछि कापुजेको लागि हामी निस्किनु पर्ने. यस हुगु, हामी अब हुगु जान्छौँ. अनि हुगुमा खाना खाने, त्यहाँनिर ब्याग प्याकहरू सब राख्ने, अनि कापुचे गएर फेरि ब्याक टु द हुगु भन्ने हाम्रो प्लान चाहिँ. हाम्रो त्यो हो इच्छा चाहिँ हैन, बट वी डोन्ट नो अब जे नि हुनसक्छ हैन. अब हामी सक्यो भने चाहिँ आवर प्लान इज द्याट थोरै मात्रै चिसो भयो भने लेकमा डाइभ पनि हान्ने. यस, डाइभ हान्ने भन्ने हो, तर चिसो चाहिँ बगाल चिसो रहेछ. मेरो कपडाहरू म यहाँ दान गरिरहेको छु, मेरो जर्सी ज्याकेट हैन. So yep, and this is the view, and that hill is the viewpoint. Okay guys, this is maybe this is last video from Corey Hill, and I want to show you guys 360 back there, the Himalaya, Lamjong and Annapurna third. This one is the viewpoint, and this is biggest. And back to the यार हाम्रो होटल आयो नि त यार. ए गइसकेको छ यार, होटल देखाइदिन्छु भनेको. ओके, बट दिस इज द 360 है त. अनि मलाई के लाग्यो भने यो बाटोमा अब पछि समरमै आयो भने पनि बबाल हुन्छ जस्तो लाग्यो कि, किनभने यो यस्तो फुल फुलिरहेछ क्या. अनि हिजो हामी बाटोमा आउँदाखेरि टन्नै फुल थियो,
अनि यो फुल चाहिँ अब पछि पछि भयो भने डेन्जर फुल छ होला कि सायद अनि यो सेतो सेतोवाला हरियोमा कन्भर्ट हुन्छ and then the view is wonderful amazing हैन अनि यो भरि सबै भएर भरि हरियो 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 भएर यस्तो गरेर फुल फुल्दाखेरि त गाइस ओहो this was our room हैन अनि हामी यहाँ सुतेको थियो केटाहरू यो हो सो हामी 8 बजे भयो अब निस्क्यो आऊ साथी हामी निस्क्यो अब यहाँबाट हामी we are heading to Hugo यताबाट जाऊँ न अब we are heading to Hugo अनि त्यहाँनिर ब्याकप्याक राखेर अनि then we will go to the Kapuzia Lake अनि फेरि back to the हामी Hugo आएर बस्ने त्यहाँबाट भोलि चाहिँ हामी पोखरा जाने होला छौँ सो यहाँ तिनीहरू तलबाट आउँदैछन् म यहाँबाट यप आएको होइन एक्सप्लोर हाम्रो यहाँ होटल्स आइस फल रहेछ तर यता रहेछ क्या बबाल ठाउँ चाहिँ यहाँनिर ट्याक्क टेन्ट लिएर बसे जस्तो हामी दुईजना हल्का एक्सप्लोर हान्थ्यौँ भनेर है दिस इज द वे टु हुगो हामी अहिले हुगो गइरहेछौँ अनि बाटोमा यस्तो चौरहरू छ होइन हामी हिजो यो डाँडा पछाडिबाट आएको हो यो माथि ब्याक we are going this way straight अहिले हामी यस्तो बाटोमा झरिरहेछौँ साइड साइडमा गुरासै गुरास छ तर अहिले गुरास के भन्छ हुर्किँदैछ क्या सिजन गइसक्यो बाटो तर यता चाहिँ अलि ट्रेक चाहिँ अलि राम्रो चाहिँ छैन रहेछ हिजो हामी आएको ट्रेक चाहिँ सब सिँढी नै सिँढी स्टेप छ होइन यता चाहिँ अलिक छैन रहेछ कि यस्तो बाटोमा हामी जाँदैछौँ हाम्रो साथीहरू अगाडि गइसके आउँदाखेरि चाहिँ हो यसमा अलिक थाकिँदैन हामी दुईजना चाहिँ अलिकति भुलेकोले गर्दाखेरि हामी अलिक ढिला भयो अरू गइसक्यो घर बनाउनलाई माथि काठहरू बोकिरहेको रहेछ सायद अब माथि होटल सोटल थपिन्छ होला होइन हाम्रो बाटो चाहिँ यस्तो छ पानी पऱ्यो भने हल्का चिप्लिने रहेछ अहिले पनि स्लिपरी नै छ हल्का चाहिँ तर त्यति धेरै स्लिपरी भएको छैन तर इफ पानी पर्ने भने चाहिँ स्लिपरी रहेछ यार यो बाटो हामी यस्तो ठाउँमा आइपुग्यो यहाँबाट 5 घन्टा भन्ने छ यार यहाँको कोरी मिस्टेकहरू छ नुता भनेको एक घन्टा त्यो दाइले के अरे खाजा खाएर त्यहाँ गएर खाजा खानु अनि तल हुगुमा गएर खाना खानु भनेको थियो नि त्यो भनेको चाहिँ यो उयो होला क्या नुता हामी अहिले यस्तो जग्गामा आइपुग्यो अब यहाँ हाम्रो साथीहरूसँग पनि अगाडि भेट भयो यहाँ तल खतरा फेरि एउटा ओपन स्पेस रहेछ फुलै फुल दामी छ यार Oh, see guys, what a beautiful places. Oh my goodness. हेर्न सक्नुहुन्छ योभन्दा के चाहियो अब यहाँदेखि यहाँ यस्तो छ फेरि यस्तो मिठो बाटो छ यार यो सी हिमाल भन्छ फेरि फुलै फुल पनि डिफ्रेन्ट कलरको छ के येलो पिङ्क पर्पल वाइट एभ्रिथिङ गाइज अब हामी यो बिचको बाटो भएर तल जान्छौँ नाउ वे हियर आई थिङ्क दिस इज नुता हामी माथिबाट हिँडेको भइसक्यो राम्रो टाइम लागिसक्यो अब हामी यहाँ चिया भए खाएर जानुपर्छ यार नुतामा होइन यहाँ दुईटा घर रहेछ
यो बाटोबाट आइरहेछौँ अनि यता गइरहेछौँ। सो हुगुदेखि कोरी जाने बाटो पनि सजिलो बाटो चाहिँ छैन, उकालो पनि रहेछ। प्लस यो बाटो त्यो उताबाट हामी आए जस्तो ट्रेल नभएकोले गर्दाखेरि बाटो हिलो हिलो रहेछ क्या। अनि गाईबस्तुहरू पनि यता छोड्दो रहेछ कि क्या हो। सो द वे इज भेरी डेन्जर, खतरा बाटो, हिलो 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 त्यस्तै छ, उकालो पनि रहेछ, उकालो जस्तो जङ्गल छ। सो या इट्स ग्रेट एक्चुअली। हामी यता जानेवाला छौँ, यस्तो डेन्जर देखेछ। बाटो चाहिँ यस्तो छ क्या, त्यही भएर खतरा छ, डेन्जर छ बाटो, हिलो हिलो छ यार। तिनीहरू कसरी आउँछ थाहा छैन। अघि माथि नै तिनीहरू लड्न खोजिरहेको थिएँ। अहिले म यस्तो ठाउँमा आइपुगेँ, कहाँको के हाइड्रो हो नाम चाहिँ थाहा छैन, तर माथि हाइड्रो हो कि सायद। यता यो माथिको जङ्गलबाट आएर सो भएर आउँदाखेरि ताकस्ता आउने रहेछ होइन। तर अब यो स्ट्रेट रोड चाहिँ जानु भएन, यो पनि तल पुग्छ होला, तर अब यो घुम्नुपर्छ। सो यस्तो बोर्डहरू छ प्रायः धेरै ठाउँमा, अनि यस्तो बोर्डलाई फलो गरेर जानुपर्ने। एउटा हुगु यस्तो देखाएको छ, यहाँबाट ट्याक्क लाएर ओह्रालो जानु पऱ्यो। बाटो यस्तो बाटो छ है। Guys, I wanna show you on this way what I found is the nest. See? The nest है guys. चराको गुड है त यार। से लाग्छ धेरै चलाइदिनु हुँदैन, लाग्छ फेरि। हो कि त अझै 1 घन्टा भन्ने चाहिँ यार, खुट्टा दुखिसक्यो, लास्ट टाइम लाग्नु भयो। सो म धेरै तल आइसकेँ, अब पुल आइपुग्नु लाग्यो होइन। अनि कति 12:14 भयो। अनि साथीहरू अझै आएको छैन, तिनीहरूलाई एटलिस्ट 45 मिनट्स बढी लाग्नेवाला छ मभन्दा, किनभने म सुइँ आइहालेँ तिनीहरू हिँड्न नसकेर। अनि म अब गएर खानाहरू भन्छु, अर्डर गर्छु, अनि हामी खाएर अनि फेरि आज नै हामी कापुचे जाने भनेको, तर मलाई सकिन्छ जस्तो चाहिँ लागेको छैन। लेट्स सी, हेरौँ। बाटो सानो छ, अनि तर यो सबै रुटहरू चाहिँ नयाँ रुट निकालेको रहेछ। यसो मैले यसो बुझ्दाखेरि चाहिँ, किनभने बाटोहरू नयाँ छ क्या, धेरै बाटोहरू। अनि हिजो हामी तासाबाट सिक्लेसबाट ओह्रालो झरेर उता तासा निस्केर हामी कोरी गएको हो। अनि कतिजना मान्छे यता हुगु आएर कापुचे गएर अनि बल्ल कापुचेबाट फिरेर फेरि यताबाट कोरी पनि जान्छ। अनि हामी चाहिँ यताबाट धेरै उकालो पर्छ भनेर उताबाट गएको, तर उता झन् डेन्जर उकालो छ। अनि धेरै मान्छेहरू चाहिँ यो बाटो भएर उकालो चढ्दो रहेछ, तर यो बाटो उकालो नभएको छैन। यो बाटो पनि खतरा उकालै छ, तर अलिकति कम्पेयर गर्नु पऱ्यो भने चाहिँ यो बाटो यता अलिकति थोरै उकालो हो कि जस्तो लाग्यो। नत्र भने चाहिँ यता पनि उकालो चाहिँ डेन्जर उकालो छ। बाटो यस्तो सानो बाटो छ, यति धेरै सानो बाटो छ। अनि जङ्गलै जङ्गल छ। अब अहिले चाहिँ मेबी समर सिजन भएको कारणले गर्दाखेरि पनि होला होइन, झारहरू पलाएर एकदम डेन्जर जङ्गलै जङ्गल छ। इभन एक्लै हुँदाखेरि वाइल्ड एनिमलहरू पनि देखिन्छ क्या। अहिले मैले भर्खरै त्यो माथि, त्यसको नाम चाहिँ थाहा भएन, तर 2टा देखेको थिएँ क्या, 2टा वाइल्ड एनिमल देखेको थिएँ। भिडियो गर्न चाहिँ पाइएन। अनि चराको गुड पनि देखेको थिएँ। सो एक्लै हिँड्दाखेरि चाहिँ यसो वाइल्ड एनिमलहरूसँग के भन्छ अब इन्काउन्टर हुन्छ कि कहिले काहीँ, ग्रुपमा हुँदा चाहिँ अलिकति हल्ला हुन्छ र होइन। 12 अब 12:30मा पुग्छु होला म। भात खाएको छैन बिहानदेखि,
अघि नै माथि भोक लाग्यो भनेर भन्दै थियो साथीहरू। अब खानेकुरा पनि छैन, बोकेको पनि सिद्धै छ। सो हामी भोकले हुरुक्कै हुनेवाला छौँ। अरे बाटै छैन यार, यस्तो बाटो छ। यहाँनिर अगाडि मान्छे इन्काउन्टर भइरहेको छ यस्तो बाटो। हेलो हेलो, कहाँबाट हो हामी? अहिले कहाँबाट? कापुचोबाट? ल यार, कापुचोबाट मान्छेहरू आइरहेको रहेछ। अब ट्याक्क यो सस्पेन्सन ब्रिज आयो, पुल आयो होइन। अब यो पुल कटेर जानुपर्ने हुन्छ यहाँ पर। सायद यो पल्लो घरहरू हुनुपर्छ होको चाहिँ। अनि त्यता जानेवाला छौँ। त्यसै बाटो खोला यस्तो छ त्यता। Guys, I'm also here in the river होइन। गर्मी भइरहेको थियो, घाम लागिरहेको थियो, तर अहिले चाहिँ घाम हरायो, पानी हल्का चिसो छ। So I just wanna give some drive. शीतल पनि हुन्छ, साथीहरू लाउनु टाइम लाग्छ। So just let me drive. Woo! Nice. त्यो दामी पानी छ यार। खोला सानो रहेछ यो, तर हाइड्रोमा लगेकोले गर्दाखेरि हो, नत्र भने चाहिँ यो पानी सायद ठुलै हुन्छ होला। Let's go and dive. Yeah, I'm feeling so fresh now. अनि खुट्टा चाहिँ थकै चाहिँ लागेकै छ, but still I'm feeling so fresh now है। अनि यहाँनिर मैले के टाइम स्पेन्ड गरेँ। So now I'm moving to the hotel, किनभने यहाँ गएर खानाहरू के कसो छ हेर्नुपर्ने हुन्छ। अनि खोला यस्तो छ होइन, माथि पुल छ, दामी छ। खोला सानो छ, but one thing what I want to say is don't try to this है, किनभने यो खोलामा आएर यसरी स्विमिङ गर्ने भन्ने कुरा इट्स नट इजी, भेरी रिस्की हो होइन। किनभने वेदरले फरक पार्छ, अनि साइडमा पहाडहरू छ भने ढुङ्गाहरू खसेर पनि एकदमै रिस्की हुनसक्छ। सो म चाहिँ के भन्छु भने डोन्ट ट्राई टु डु दिस काइन्ड अफ एक्टिभिटिज भनेर आइ एम डुइङ होइन। तपाईँलाई म त्यसको चाहिँ भन्छु। सो डोन्ट ट्राई टु दिस। त्यहाँबाट अर्को अहिले त्यो म स्विमिङ गरेको खोला चाहिँ सानो खोला थियो होइन, अब यहाँ अर्को ठुलो खोला रहेछ। अब यो खोला कटेपछि चाहिँ अनि हुर्को आइपुगिन्छ हामी होइन। सो या यस्तो फ्रेस देखेछ यार मलाई। सो या दिस इज द खोला, यो खोला होइन, यो मादी खोला होला सायद। यो चाहिँ नि ठुलो छ, त्यसमा चाहिँ स्विमिङ गर्न सकिँदैन, तर म स्विमिङ गरेको चाहिँ धेरै सानो खोला हो है। यो त हाम्रो ऊ एकजना मान्छे खुब रमाएर चिच्याइरहेको त पुरा। हाम्रो मित्रहरू अझै आइपुगेको छैनन्। सो होइन अब के गर्ने, ग्रुपमा यस्तै अब कोही अगाडि कोही पछाडि हुन्छ। तर म अगाडि आउनुको रिजन चाहिँ अब यहाँ आएर खानासाना भन्दै गरौँ भनेर हो होइन। यहाँ त अब खानासाना भनेर आएर आज माथि जाने भन्ने हो। सब जस्तो मलाई लागेको छैन होइन। त्यही पनि केही छैन, अब ट्राई गर्ने हो। साथीहरूसँग ट्राई गर्दा सक्यो भने सक्यो, सकेन भने इट्स फाइन। हाम्रो बसेर भोलि जान्छ
टु द जक्सन यता माथि पो गयो भने कापुचे जानुपर्ने हुन्छ अनि यो खोला तरेर चाहिँ कोरी पुगिन्छ हामी अहिले कोरीबाट आइरहेको छौँ होइन सो दिस यहाँ अगाडि अब हुगु यसो यार अब 3 बजेर 33 मिनट गयो अब हामी यहाँ खानासाना खाएर नमस्ते होटलबाट कापुचेको लागि हामी हिँड्यो वहाँबाट फेरि हामी ब्याक टु फेरि यहीँ आउने हो बेलुका स्टेको लागि चाहिँ ल दिस इज द अन द वे अफ कापुचे सो यो ट्रेल अहिले नयाँ भर्खरै बनिरहेको रहेछ अब माथिसँगै छ कि कहाँसम्म छ थाहा छैन तर भर्खरै बनिरहेको रहेछ क्या दिस अन्डर के भन्छ कन्स्ट्रक्सन भनौँ न होइन यहाँनिर अगाडि ढुङ्गा फुटाइरहनु भएको छ सो बाटो एकदमै नयाँ बाटो छ अहिले चाहिँ हाम्रो सिँढीको बाटो भ्याइयो सक्यो होइन त्यो बन्दै गरेको बाटो अब हामी यस्तो बाटो हिँडिरहेछौँ कालै उकालो सिधै उकालो छ हाम्रो यहाँ आइरहेछ यस्तो स्ट्रेट उकालो छ हामी जाँदैछौँ सानो बाटो छ होइन यस्तो छ बाटो यताबाट आइरहेछन् हाम्रो साथीहरू दिस इज द वे एन्ड हामी सेकेन्ड लास्ट ग्रुप हो होइन हामी जाँदैछौँ बाटो यस्तो छ पानी नबोकेर तिर्खाले मर्यो भन्छ क्यार्ने तो वी आर अबाउट टु रिच आवर सेकेन्ड डेस्टिनेसन कापुचे लेक होइन यहाँनिर अगाडि कटेज छ हाम्रो साथीहरू एउटा यहाँ पर अगाडि पुगिसक्यो हामी यहाँ जाँदैछौँ आलु नि फल्यो जस्तो छ यार यहाँ त पानी पर्यो पानी पर्यो मजाले होइन होटल ब्याम्बो होइन ट्री हाउस ल गाइस आफ्टर 1.5 hours of trek we are finally here the Kapuche Glacier Lake, the lowest altitude glacier lake in the world 2425 मा वर्ल्डको सबैभन्दा तल समुद्र सतहदेखि नजिक रहेको लेक यहाँनिर पुल थिएछ तर अहिले भत्किएर छैन so we have to climb here and go there. This is about the Kapuche Lake and perimeter, water level, surface area, lake value, maximum depth, everything is here and we are finally here and praise the Lord. Kapuche Lake, elevation 204,050. Yes, we are finally here and let me explore a little bit Kapuche Lake. हाम्रो गाइजहरु त्यहाँ पछाडी फोटो खिच्दैछन् उहाँहरु फोटो खिचिन्छ I just want to explore a little bit more about the Kapuche Lake हैन अनि कस्तो रहेछ यसो अलि परसम्म गइदिम तर साथी अलि छिटो आऊ है किनभने we have limited time किनभने अब रात पर्यो भने उद्धो झर्नलाई हामीलाई गाह्रो हुनेवाला छ आइहाल्छौँ साथी जोस 3 minutes 2 मिनेटमा चाहिँ फर्किन सकिन्न नि त हैन सो कम फास्ट ब्रदर यहाँनिर त्यो तर ट्र्याक अब यो के भन्छ
यसको एरिया बना रहेछ होइन तर इट डजन्ट वर्क एन्ड इट डिडन्ट वर्क किनभने अब प्रकृतिको पावर गाइज यस्तो कहाँ सक्छ त होइन सो या अहिले हामी यतिसम्म मात्रै योभन्दा ब्याक हामी नजाम हामी छैनौँ यता छ हाम्रो साथी यता छ होइन योभन्दा पछि हामी नजाने किनभने इट्स लुक्स लाइक भेरी डेन्जरस चिसो छ पानी छ Okay, guys, let me give you a 360 view from Kapulche Lake, alright? Oh, chiplo yaar. No, I just wanna give you a 360 view, right? From middle of the Kapulche Lake. Praise the Lord! घुम्दै साथी ल एक राउन्ड बिस्तारै है तर यो यो सो या दिस इज माई लास्ट भिडियो अनि हामी कापुचेमा यहाँ आयो तर हामी 20 मिनट्स पनि टाइम स्पेन्ड गर्न पाएन किनभने यस्तो ठुलो पानी पऱ्यो होइन अनि हतार हतार कपडा खोलेर एउटा दुइटा त्यो ग्रुपमा फोटो खिच्यो सिङ्गल फोटो पनि धेरै खिच्नु पनि पाएन अनि वी आर नाउ मुभिङ टु हुगु अगेन एन्ड अब हामीलाई ओह्रालो जाँदाखेरि सुइँ जान्छ भने त छिटै हो तर हाम्रो दुईजना त्यसै हिँड्न सकेको छैन त्यो दुईजना अनि सो मेबी अलिकति बढी टाइम लाग्न सक्छ अनि या अब पानी आई होप पानी रोकियोस् किनभने पानी रोकेन भने हामी जाँदाखेरि रात पर्छ अनि रात पर्दाखेरि पानी परिदियो भने कसरी लाइट बाल्ने होइन अलरेडी मेरो मोबाइल यति धेरै भिजेको सेल्फी खिच्दाखेरि ग्रुपको अनि त्यही हो ब्याक दियो अनि ग्लेसियर एकदम चिसो रहेछ पानी अनि एकछिन बस्यो अनि त्यसपछि अब हामी मुभ भइहालेको सो अब हामी हुगुमा पुगेर फेरि हामी भेट्नेछौँ सो यहाँ एउटा कुरा हामीलाई हाइलाइट गर्नु मन लाग्यो कि त्यो चाहिँ के भन्दाखेरि यो घरहरू मान्छे बसेको नबसेको चाहिँ धेरै भयो जस्तो लाग्छ किनभने यो घरको त्यो हुन्छ नि मान्छे हिँडेको यसो पाइलाहरू केही पनि छैन बट स्टिल एकदम बेस्ट कुरा चाहिँ के भने त्यहाँनिर टोइलेट छ क्या टोइलेट छ यो टोइलेट एकदम सफा छ होइन इभन त्यहाँ गर्ल्सहरूको लागि सेनिटरी प्याड शुद्ध राखिदिएको छ क्या अनि पर कपहरू छ धारा छ सब राम्रो छ क्या अब यो चाहिँ किन हामीले हाइलाइट गर्नु खोजेको भने अब जस्तो हामी जस्तो मान्छे आयो बाइचान्स अभर पऱ्यो भने होइन धेरै सजिलो हुन्छ क्या सो यो होटलको नाम पनि यसो हामी हल्का हाइलाइट गरिदिन्छौँ हेर्नुहोस् है त यहाँ होटलको नाम चाहिँ यहाँ हेरौँ है के नाम छ अरे होटल एभलाइन्स होटल एभलाइन्स दिस इज भेरी गुड है किनभने अब उहाँहरू यदि त्यसो नबस्दाखेरि पनि टोइलेट राखिदिनु भनेको धेरै राम्रो हो क्या अब इभन सेनिटरी प्याड हुँदाखेरि त्योभन्दा बेस्ट कुरा के हुनसक्छ होइन सो गाइज इट्स 7:30 एन्ड वी आर नाउ एट आवर होटल अब हामी यहाँ छ बस्नेवाला छौँ म विकेश र मनिषा हामी आइपुग्यो अरू पछाडि आउँदैछ सो सी यु इन द मर्निङ ओके अनि हामी यहाँ कति 3:33 बाट हिँडेको अनि हामी ट्याक्कै 7:30 बजी आइपुग्यो भनेपछि तर हामी माथि चाहिँ बसेन ओके द्याट्स अल फर टुडे एन्ड वी विल सी इन द मर्निङ बाई बाई हेलो मर्निङ दिस इज डे 4 फ्रम हुगु we're Hugu right now, so we're gonna have our breakfast, then we will move to Sikles and then Pokhara. आज हामी पोखरासम्म जानेवालामा छौँ So this is the morning view from Hugu Namaste Hotel and बिहान चाहिँ अहिले हल्का घाम लागेको थियो तर अहिले चाहिँ अब फेरि ड्याममा भयो and then we're gonna head to this way later and this is the view this is the hotel see so guys it's 8 p.m. AM हो गया यार 8 a.m. so we are heading to Sikles हामी यहाँबाट अब निस्क्यो हैन अब आज हामी पोखरासम्म जाँदैछौँ This is our guys.
वेलकम गेट यहाँ हो होइन अब हामी गइँदैछ बाटो आजको पनि हल्का च्यालेन्जिङै छ भनेछ किनभने हिलोले अनि के भन्छ अब बाटो नि अप्ठ्यारो उकालो ओह्रालो दुइटै छ अरे आज सो या सी यू that is our hotel and this is the view and we are crossing this suspension bridge हामीसँग हाम्रो एकजना नयाँ ब्रदर थपिनु भएको छ होइन yeah this is the guys they're following me I'm ahead of everyone yup भेडाहरूसँग भेट भयो ओ इन्ट्रेस्टिङ पार्टिज यिनीहरूलाई यहाँ आगो फुक्दिएको रहेछ आगो घरिघरि बस्दो रहेछ कि सबैजना We are at this kind of place खोला माथि हिमाल छ होइन अनि दाजुतिर हाम्रो साथीहरू आइरहेको छन् अनि दिस इज द वे यहाँनिर ठ्याक्क यो चाहिँ टनल पनि हो टनल यहाँनिर हाइड्रो प्रोजेक्टको लागि टनल बनिरहेको रहेछ सो हाइड्रो प्रोजेक्टले गर्दाखेरि यहाँसम्म गाडीको बाटोहरू धेरै आइरहेछ क्या किनभने यो खोलामा धेरै हाइड्रो पावरको प्रोजेक्ट रहेछ सो त्यसको कारणले गर्दाखेरि चाहिँ खोलाभरि खोला उचिलेर खनेर होइन गाडीको बाटो जहाँसुकै पुरा गाइज हाम्रो लाग्यो गाडी होइन यहाँबाट गाडीमा जानेवाला छौँ सिक्लेसम्म है त म झार्नेवाला छ हामी यहाँ हुकुबाट भर्खरै झऱ्यो हामी तर त्यहाँको यहाँ हाइड्रोको गाडी रहेछ हामी गाडीमा जानेवाला छौँ ल हाम्रो गाडी गलो 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 ल ल ल ल गो 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 जल्दी जल्दी यहाँ त गाडी पाएन हामीलाई अहिले हामी गाडीमा छौँ हाम्रो गाडी आइरहेको छ यो ल हामीले 2 घन्टा जतिको बाटो हिँड्नु परेन यो भएपछि अलिकति हामी छिटो पुग्ने भयो हाम्रो गाडी यस्तो खोलाबाट भएर जाँदैछ अटाक भनेर आएको छ यार यिनीहरू गाडीलाई कि अटाक भनेर प्रोटेक्ट गर्छ के हामी हिँडेर आएको यो माथिको ब्रिजबाट आउँथ्यो र हामी गाडीबाट आयो सो दिस इज द वाटरफल सो हामी यहाँ पुग्यो यहाँ सैनिकी लगाएर रहेछ होइन भिडियो गर्नु दिँदैन यो गाडी थियो हाम्रो यो गाडीले हामीलाई लिदियो सो अब यहाँ उकालो जाँदैछ यताबाट हो धन्यवाद हामी हिँडेर आएको भए यो बाटो आउनु पर्थ्यो होइन अनि हामी यता तल गाडीबाट आएको हाम्रो गाइजहरू यहाँ आउँदैछन् दिस द आर्मी क्याम्प हाम्रो पुची यता एकजना दिदी जाँदै हुनुहुन्छ सो दिस इज द वे अब हामी यहाँबाट यस्तो ओह्रालो जानेवाला छौँ बाटो यस्तो रहेछ होइन
ट्याक्क हामी सिसो भएर यो पारिबाट जाने हो। अस्ति हामी यहाँ तलको ब्रिजबाट उकालो गयो हो, सानो ब्रिज देखेको छ, त्यहाँबाट उकालो गएको थियो। यहाँ पुरा हाइड्रो छ, यहाँ हाम्रो सरहरू चाहिँ यसो गफ हुँदैछ होइन। We're still on the way. हामी आज सिक्लेस फेर्दैछौँ अनि बाटोमा यस्तो रहेछ ल। बल आयो अलिकति बल आएछ केटाहरूको घर देखेपछि होइन। दिस इज द 360 त दामी रहेछ यार ठाउँ। Yeah, this is Annapurna Fall 2 and Lamjung Himal. This is little information. About climate change, and these are our guys. So, rain को हालत देखेर सबैभन्दा धेरै अस्ति हामी जाँदा यो बाटोहरू गएको है। यहाँबाट उकालो यो मार्ली कटेज, हामी बसेको यो हो तासा, अनि यहाँ माथि यो टपकोमा चाहिँ खाजा खाएको हामी यो वालामा हेतहरीको खाजा खाथ्यो। अनि यहाँ माथि टपमा हो खुरी। यस सर्प पनि भेट्यो है। चल 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 ओ अहिले हामी अब सिक्लेसमा आइपुग्यो होइन। दिस इज द भ्यू। अनि यो गाउँ हो सिक्लेस। यस्तो छ, के भन्यो थाहा छैन तर यस्तो बारी ताङतिङ। अब हामी जाने यतै हो। आज सायद विथ कन्भर्सेसन विथ द लोकल गाई। एकजना दाई हुनुहुन्थ्यो अनि त्यो दाइले भन्छ यो ठाउँको नाम चाहिँ माफु भन्ने ठाउँ रहेछ होइन। अनि सिक्लेस चाहिँ अब पोखरा भने जस्तो भयो, तर पोखराभित्र धेरै ठाउँ भयो जस्तै माफु अनि त्यसरी भन्ने ठाउँमा धेरैवटा ठाउँ रहेछ ठाउँ। अनि राइट नाउ आइ एम इन माफु सिक्लेस। अब हामी उता जाँदैछौँ, त्यो ठाउँको नाम त के हो फेरि थाहा छैन, तर ओभरअल चाहिँ यो ठाउँ सिक्लेस हो ओभरअल चाहिँ। तर यहाँभित्र धेरै ठाउँ धेरैवटा नामहरू रहेछ जस। ओ आई सी। यो ठाउँहरू हेर्दाखेरि चाहिँ हाम्रो दयाहाङ बुद्धि तामाङको धेरैवटा मुभीहरू बनेको मुभीको सिनहरूमा जस्तै ठाउँहरू रहेछ क्या। बबाल छ एउटा। चाहिँ यो धेरै ठाउँहरूमा यो प्रकारको स्ट्रक्चरहरू धेरैवटा देखियो होइन, तर यो के हो एक्ज्याक्टली भनेर चाहिँ थाहा छैन। सो आई थिङ्क हामी जान मिल्छ होला। लेट मी एक्सप्लोर अ लिटिल बिट है त के रहेछ। खान मिल्ने पानी होला, खाने पानीको मुहानहरू जस्तो छ होइन। त्यहाँ ओपनै थियो स्पेस हो, त्यही हामी जान मिल्छ नै होला। अनि कोही मान्छे भेट्यो भने चाहिँ सोध्छु के रहेछ यो। अब भेटेन भने चाहिँ पाइएन होइन। के सिक्लेस गाउँमा प्रसिक्ले गाउँमा अवस्थित तमु ऐतिहासिक स्थल कोबिक्युमा निर्मित सिउँरो दो। ए मैले केही बुझेन तर के हो के I had no clue about this. Yeah. But it looks great. So let me see. It's पूजा गर्ने ठाउँहरू रहेछ। अब धेरै भित्रको भिडियो नलिने भने कति कुराहरू अलिक सेन्सिटिभ हुनसक्छ अथवा कन्फिडेन्सियल कुराहरू पनि हुनसक्छ। सो
I want to do that. होइन यो चाहिँ पानीको घट्टा पानी घट्टा हुन्छ होइन पहिला पहिला अब पानीले चल्ने मिल हो अहिले चाहिँ बन्द रहेछ तर यहाँ यस्तो छैन माथिबाट पानीले जर हान्दाखेरि त्यो भन्छ अनि त्यसले चाहिँ यहाँ माथि यसरी पिदिन्छ क्या जाँतो हुन्छ जाँतो होइन ठ्याक्क अनि यो स्टिल अहिलेसम्म यसो मान्छेलाई देखाउनुकै लागि यसलाई साइड राखेको होइन यहाँ रहेछ यहाँ छ दिस द सेम अनि यहाँ तल अर्को पनि छ यस्तो कुराहरू रहेछ यहाँ ठुलो गाउँ रहेछ तर यता way you guys want to explore the cities त्यो दाइले भन्थ्यो यहाँ गैरी थार भनेको चाहिँ त्यही त बस पार्क कापुची जाने बाटो जहाँ बाटो म अहिले आइरहेको छु यस्तो स्ट्रक्चर ठुलो ठुलो बिल्डिङहरू पनि बनिसकेको रहेछ यार तलबाट अस्ति हामी यता ओह्रालो गएको थियो अहिले त हामी हेर्छौँ अस्ति हामी यहाँ तलबाट भएर यो बाटो भएर ओह्रालो गएको थियो यता भएर गएको अहिले हामी माथिबाट आयो एन्ड आई थिङ्क दिस इज द मोर ग्रेट भ्यू अफ दिस भिलेज होइन अनि बिचमा एउटा ठुलो आरसिसी बिल्डिङ बनिरहेको रहेछ द डिफरेन्स इज भेरी ग्रेट यहाँनिर पुरानो मोडलको घर पनि छ नयाँ मोडलको घर पनि बनिरहेको रहेछ सो आई एम हेडिङ टु दिस वे माई फ्रेन्ड्स आर अलरेडी gone and so we had just our lunch and now we are moving to bus park and then we will go to the पोखरा आज हामी पोखरा बस्छौँ हाम्रो भाइहरूसँगको अब सफर लगभग अब सिदिन लाग्यो केटाहरूसँग अब हामी कनेक्टेड भयो या अब हाम्रो यहीँबाट सुरुवात भएको थियो यहीँबाट खतम भयो खुसी लाग्यो पछि नि यस्तै आउन पाऊँ until next time bye bye उसले सुरु हान्दिहाल्यो अब सबलाई सोध्छु ल विकेश हाउ वाज योर के भन्छ ट्रेक इट्स वन्डरफुल भेरी एकदम रमाइलो भयो हैन घुम्ने ठाउँ छ कोरी बबाल ओके यो हामी यहाँ हेराइमुनि नै छौँ ल ओके बबाल ल हाम्रो अनमोल भाइलाई हाउ वाज योर ट्रेक Wonderful with you guys. Yo, nice. Yo. यो ठ्याक्क मेरो एउटा साथीले जस्तै यो हानेर आइरहेको अहिले म देखाइदिन्छु ओके त with these other guys so how was your trek It was wonderful. खुट्टा सुट्टा दुखिरहेको छ तर पनि एकदमै रमाइलो भयो यादगार ओके कम्प्लिट हुनलाई चाहिँ बाँकी छ होइन फिनिसै चाहिँ नभनिहालौँ सो ओ भाइ सो लेट मी नो अ लिटल हाउ वाज योर ट्रेक मलाई यस्तो कुरा गरेर यस्तो गाह्रो पर्छ मेरो त यति जिन्दगी खराब हो गयो त्यो नमस्ते होटलमा फुल टिपेछ है त्यो अब यहाँ म यसो कुरा लगाइदिन्छु त्यो तर गाइज मटन खानु लुकेर ओके एन्ड द लास्ट बट नट द लिस्ट आवर ह्यान्डसम अनदर ह्यान्डसम गाइ ल हाउ वाज योर ट्रेक ब्रदर So easy. वाह यतिको चाहिँ हुनु पर्यो क्या अब होइन अब आज हामी कति दिन भयो यार 4 दिन है फर्स्ट डे अब हामी पोखरासम्म हामी जान्छौँ अब त्यहाँदेखि गाडीको त के देखाउनु गाइज होइन ल पोखरामा केही त्यस्तो देखाउन लायकको भएछ भने अब सो यु गाइज टिल देन बाइ बाइ अल्ले खल्ले बल्ले ल
We're about to kayaking. Ruins are in the Bondi zone. I'm already ready to kayaking. Yeah, here in Kala. Right now I'm in the middle of the Pokhara Fewa Lake. Where there? Okay, I have to use this now, so I can turn and show you the 360 view from the middle of the Pokhara Fewa Lake, you know. Yeah, this is the 360 view. Whew. We're enjoying. Kayaking ko हामीलाई 200 मा 200 1 hour अनि plus 15 minutes extra दिन्छु भनेर भनेछ साथी त्यहाँ अगाडि गइसक्यो. So I'm right now here in the middle of the Pokhara Fewa Lake. Woohoo! Look out! यो भिडियो चाहिँ अनमोल र के रे निशानको लागि